ब्याक टु माई युट्युब च्यानल लङ टाइमपछि म आएँ होइन कति धेरै भइसकेको छ म चाहिँ नआएको अनि अब धेरै टाइमपछि चाहिँ म आएँ आजकल के भयो कि भ्लग्समा डेली गर्नु झ्याउ लाग्छ होइन अनि पछि कुरा चाहिँ के हो भने आज चाहिँ म राम्रोसँग डिटेलमा भन्छु आज चाहिँ जेठको हो हाम्रो 11 गते अनि भोलि चाहिँ हामी मुक्तिनाथ मुस्ताङ र मनाङ सरी मुक्तिनाथ मुस्ताङ अनि पोखरा लान्द्रुकहरू घुम्नु जाँदैछौँ अनि आज चाहिँ यति भ्लग गरिदिएको किनभने अब चाहिँ म आज चाहिँ स्कुलबाट आएँ आज त आइतबार 11 गते त्यही पोलियामा अहिले यही छ अनि पछि भोलि चाहिँ हामी जाने मैले आज हामी कपडा अलिअलि किन्ने छ हामी देख्ने चाहिँ सबै चाहिँ हामी प्याक गरिसकेको छौँ तर अझै किन्ने छ बाँकी अनि बाबा पनि आइसकेको छ जाने भनेर यहाँ चाहिँ हाम्रो बाबा आइसक्छ बाबा हाई भन्छु हो हाई भन्छु बाबाले होइन अब भोलि चाहिँ हामी जाने हो भोलि चाहिँ हामी 4 बजी उठेर जानेछ भोलि चाहिँ हामी 4 बजी उठेर जाने हो गाइस चाहिँ म चाहिँ नास्ता खाएन कुन गेट अनि बाबु चाहिँ हामी चाहिँ एकछिन बजार जान्छ जानु न गाइस ल जोड लगाएको एउटा हात तानेको मन कस्तो हुन्छ त अनि एउटा हात यहाँ मोबाइल छ एकछिन रुक्छ न हो यो बाबा पनि त्यही हो अब हामी चाहिँ एकछिन बजार जान्छ जानु न अनि फेरि साथ जान्छौँ हामी मोमो म बाबा चाहिँ जान्छौँ सुविधा भएर त्यो चाहिँ लाग्छ गाइस लाग्छ अब टाइम जान्छौँ ल मलाई घर पनि आइसक्यो अनि यहाँ चाहिँ हामी फुल लगाउनको लागि अनि बाटोमा भनेको चाहिँ पाइन नि त अब त्यही भएर अनि यहाँ चाहिँ सेल छ अनि यहाँ चाहिँ छिटो हामी पुक्कु नानी हाई भनिदियो खै त हाई भन्ने आऊ महुने आऊ अब हामी जाऊँ घुम्न जाऊँ बजार जान्छौँ हामी बजार जान्छौँ नि अब बजार जान्छौँ नि हामी कति क्युट छ नि नानी त्यही हो गाइस अब बजार जान्छौँ हामी जाँदैछौँ बजार अनि त्यसपछि अब त्यही हो गाइस यो चाहिँ दादाको कपडा ल्याएको त्यही जान्छ त्यसपछि हामी बजार जान्छौँ बजारबाट पनि उहाँ के अरे कपडा किन्नु जान्छौँ आइसक्यो सो गाइस हामी चाहिँ यहाँ खोजे जस्तो पाइएन अब अर्को पसलमा जानेछौँ म र दिदी चाहिँ गइसक्छु अब हामी जानेछौँ गाइस हामी चाहिँ राम्रो लागेन कि यतातिर त्यही भएर बाबाको कपडा किन्न आएको छौँ यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ चाहिँ मेरो मम्मी चाहिँ मेरो बाबा चाहिँ किन्दैछु म चाहिँ बालाजीमा गएर किन्ने कपडा चाहिँ अहिले म घरमा देखाउँछु मेरो कपडा म बाबा चाहिँ अहिले किन्छु सो गाइस हामी चाहिँ आइसक्यौँ घर सपिङ गरेर बुवा के गरिहाल्यो त्यो के त आजको बक्समा आफै हालिहाल्छु भोलिको चाहिँ म भोलिहाल्छु होइन आजसम्म आफै हालिहाल्छु ओके किन यस्तो अन्धकार लाइट बाल्नु छ अरे ठिकठाक पार्छ यहाँ भोलि जानलाई ए हामी पनि यहाँ कपडा सपडा किनेर आयौँ कपडा सपडा किनेर आयौँ हामी पनि होइन उ त छोड्ने हो नि त बाबा त्यसलाई छोरो सकिँदैन नानी ल्याउने ल्याएर कहाँ जान सकिन्छ बरु चाहिँ मकै सबै खाएर पनि गर्नु भन्नु पऱ्यो क्या कहाँ लग्ने ल्याउने गर्न सकिन्छ गाइस त्यही हो पाला भन्दाखेरि पाल्न पछि मात्र दिँदैन हामीलाई यहाँ गइरहेको छु
चाहिँ धेरै नखाइस यहाँ भ्लग गरेर चाहिँ मैले डिस्टर्ब नगर्छु ल एउटा छोरी पालेका छन् छोरीलाई गाइस बाख्रालाई छोरी रे के छोरीको हो बुवा बाबा बुवा ठिक छ भात खाइन्छ होइन कि म यहाँ काम गर्न लाग्थेँ साथीहरूलाई यहाँ मेरो देखाउने हो कि यहाँ भ्लगमा यस्तो यस्तो किने भोलि जानको लागि भनेर देखाउनु परेन गाइस चाहिँ मैले बालाजीबाट किने 4880मा यो सेट चाहिँ मेरो एउटा भयो यो चाहिँ मेरो बाबाले किनिसकेको हो यो जिन्स र भित्र चाहिँ त्यो छ चोर छ अनि मुहाले पनि बाबा कति भन्छ 90 छ बाबा 90 गएको छ होला त्यो गाइस म देखाउँछु ल हजुरलाई कपडा मेरो कपडा बाबाको त अब त्यस्तै अब जिन्स भयो मेरो चाहिँ के हो भन्दा गाइस हेर्न सक्नुहुन्छ रुख म यस्तो देखाउँछु है गाइस ओ माइ गॉड के हो मैले किनेको चाहिँ के हो भन्दा बालाजीमा गएर किनेको 4850मा है त याक्कै चाहिँ के हो भन्दा यो चाहिँ गोवान्डे हो तलमा तल प्यान्ट टाइपको तर इलास्टिकमा यो चाहिँ सुगा जस्तो हो तर प्यान्टवाला है गाइस यो चाहिँ प्यान्टवाला हो हेर्न सक्नुहुन्छ प्यान्ट खालको तर अलिक पातलो खालको हो कि यो हाम्रो जस्तै हामीले जिन्सहरू प्यान्ट किन्यो भने यहाँ त्यो इलास्टिकवाला हुन्न तर अलिक मोटो अलिक पातलो खालको हुन्छ तर यो चाहिँ के हो भन्दा यो चाहिँ इलास्टिकवाला तर यो फ्यासन यस्तो हो कि यो स्टाइल यस्तो यस्तो छ यो चाहिँ तलको भयो होइन त्यसपछि भोलि घुम्न जानको लागि सबै प्याक भइसकेको छ तर अब यो चाहिँ पनि प्याक गरेको छ मेरो कुनै कुनै सामान अनि यो चाहिँ माथिको हो एउटा सेट हो क्या छ यो खाएको छ प्याक हेर्न सक्नुहुन्छ यो चाहिँ माथिको हो है अनि यो चाहिँ मेरो तलको दुईवटा सेट हो अनि म जानेर चाहिँ अर्कोवाला जिन्स प्यान्ट र टी सर्ट लाउँछु गइसकेपछि कोटसहरू खिचेर यो लाउँछु अनि त्यसपछि फरल प्यान्ट पनि लगाउनु लाग्छ ग्यास फरल प्यान्ट टी सर्टहरू लगाउनु लाग्छु त्यसपछि जाडो भयो भने चाहिन्छ एउटा बाक्लो खालको ज्याकेट हालेको छु त्यसपछि बाक्लो खालको एउटा पथुङ लागि सरी बक्समा हालेको छु बाक्लो खालको एउटा त्यो कपडा खालकोमा छ त्यो बक्समा हालेको छु कुर्ता हालेको छु गाइस त्यहाँ गएपछि लानुहुन्छ नि त उहाँ पुगेपछि मुक्तिनाथ त्यही भएर सक्नुहुन्छ कति राम्रो छ अरे मेरो चाहिँ फेभरेट मैले यहीँबाट लगाएर थिएँ फोटोसोटो भिडियो यसलाई चाहिँ योलाई जाँदा गरेर आउँछु त्यही हो गाइस आजको लागि यति नै भ्लग अब हामी चाहिँ भोलि बिहान नै हिँड्नेछ अब यो भ्लग चाहिँ आज नै हालिदिइहाल्छु म अब अरू चाहिँ म अब गएर आएपछि हाल्छु अब 2-3वटा पार्ट हुन्छ होला अनि मैले चाहिँ यहीँमा जोइन गरेर भोलिको पनि यहीँमा जोइन गरेर गाउँछु भनेर सोचेको थिएँ तर के भयो भने धेरै लामो भयो हुन लाग्यो कि मेरो भ्लग चाहिँ अब अहिले लामो भएपछि झन् पुग्ने उहाँ झन् लामो झन् लामो हुन्छ झन् लामो भएपछि एडिटहरू गर्दै हुन्छ झन् धेरै हुन्छ पार्ट चाहिँ त्यही भएर 2-3वटा पार्ट चाहिँ गाउन सक्छु म धेरै 6-7वटा त हुन्न नि त अब त्यही भएर चाहिँ मैले अब अहिले चाहिँ एडिट गरिदिन्छु म चाहिँ यहाँ बाह्र गाइज पार्ट चाहिँ सिटी लाग्नु लाग्छ त्यही हो गाइज मेरो साथीहरू सबैजनाले हेरे अब रात पनि बनाएर आँटिसक्यो